सबैलाई नमस्ते। यो दृश्य हेर्नुस् त। भारतको समुद्रको किनारमा रहेको सुन्दर सहर गोवाको नुनिलो पानी र बालुवामा रमाइरहेका पर्यटकहरूको दृश्य हो। यहाँ हजारौं हजार व्यक्तिहरूले रोजगार पाएका छन्। हाम्रो देश प्राकृतिक साधन र स्रोतले भरिएको सुन्दर देश नेपालले यहाँ भएका सुन्दर हिमाल, स्वच्छ पानी, हरियो वन आदिमा आधारित पर्यटन व्यवसाय गरी हजारौं हजार पर्यटक भित्र्याउन सकेमा यो देश छिट्टै समृद्ध बन्नेछ। यसको लागि हामी सबै एकजुट हुन आवश्यक छ।